कोशी प्रदेश स्थित सुनसरी जिल्ला आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक दृष्टिले प्रचुर सम्भावना बोकेको जिल्ला हो। यहाँ हिन्दू, बौद्ध, मुस्लिम, किरात लगायत विभिन्न धर्मावलम्बीहरूको बसोबास रहेको छ। विभिन्न जात जातिका विविध संस्कृति, धर्म र परम्पराहरूले सुनसरी जिल्ला धार्मिक पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ। धार्मिक पर्यटनको लागि वर्षेनी यहाँ हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। सुनसरी जिल्लाको एक महत्त्वपूर्ण धार्मिक स्थल हो बुढा सुब्बा मन्दिर। सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर 14 स्थित विजयपुर डाँडामा सेउती नदी किनारमा अवस्थित छ बुढा सुब्बा। धरानको भानुचोकबाट उत्तर पूर्व करिब 3 किलोमिटर दूरी पार गरेसँगै बुढा सुब्बा मन्दिर पुग्न सकिन्छ। बुढा सुब्बा मन्दिरलाई लिम्बूहरूको अन्तिम राजा बुद्धिकर्ण राय अर्थात् बुढो राजाको समाधि स्थलको रूपमा लिने गरेको जनविश्वास रहिआएको छ। विजयपुरमा अवस्थित बुढा सुब्बा अनौठो मन्दिर हो। यो मन्दिरमा अन्य मन्दिर जस्तो कुनै मूर्ति देखिँदैन। मन्दिरभित्र केवल 2वटा माटोका ढिस्काहरू मात्रै रहेका छन्। ती ढिस्काहरूमध्ये एक ढिस्का बुढा अर्थात् बुढा राजा बुद्धिकर्ण राय र अर्को ढिस्का बुढाकी बहिनीको हो भन्ने जनविश्वास रहिआएको छ। हालसम्म पनि यी ढिस्काहरूलाई उनीहरू दुवैको समाधि स्थल मानेर पूजाआजा गरिँदै आएको छ। यहाँ हिन्दू, किरात, बौद्ध र अन्य सम्प्रदायका मानिसहरू पूजाका लागि आउने गर्दछन्। नेपाल लगायत भारत, भुटान, सिक्किम, आसाम र अरुणाञ्चल प्रदेशबाट समेत दर्शनार्थीहरूको आवागमन हुने गरेको छ। मन्दिरमा शनिबार, मङ्गलबार र पूर्णिमाका दिन भक्तजनहरूको अत्यधिक भिड लाग्ने गरेको छ। वैशाख पूर्णिमा, माघे संक्रान्ति र दशैंका नवरात्रिमा विशेष पूजाआजा गरिनुका साथै मेला समेत लाग्ने गर्दछ। आउनको लागि त अब नेपालको त सबै आइहाल्छ। इन्डियाबाट पनि आउँछ। अब इन्डिया यता सिक्किम, दार्जिलिङ, उता वेस्ट बङ्गाल, अब भुटान, अब यता इन्डियापट्टि दिल्ली, बम्बई सबैतिरकै आउँछ। यहाँ आउनु चाहिँ अब पूजा अब त्यति दर्शन गर्नुको लागि पनि आउँछ। धेरै भिड हुने भनेको अब शनिबार हो, मजाले अब भिड हुने, लाइन बस्नुपर्छ। मङ्गलबार पनि अब लाइनै बस्नुपर्छ। अरू दिन भनेको आउने जाने क्रम मात्रै हुन्छ कि। कसै मान्छेले अब कस्तो हुन्छ नि, अब भाकल गर्छ के। यहाँ आएर चाहिँ अब आयो अनि त्यहाँदेखि आफूलाई के अप्ठ्यारो काम छ, त्यसको लागि ल मेरो यो चाहिँ काम पुग्यो भने म यस्तो चिज चढाउँछु भन्छ। अनि त्यहाँदेखि पुगेपछि अनि उहाँहरूले ल्याउँछ क्या चढाउनुलाई। अब कसैले बलि दिन्छ, कसैले घन्टी चढाउँछ, कसैले त्रिशूल चढाउँछ, कसैले फलफुल चढाउँछ। त्यस्तै छ यहाँ चाहिँ। तपाईँको सुरुमा पूजा गरेर आफूले माग्ने त्यो भोगसोग गर्ने होइन, सुरुमा आउने धुप बालेर दर्शन गर्ने। अनि त्यहाँदेखि आफूलाई के अप्ठ्यारो परेछ, मलाई यो पुरा भएपछि चाहिँ म यसरी ल्याएर चढाउँछु है भनेर गरेपछि अनि उहाँहरूको पुरा हुन्छ अनि आउँछन् क्या यहाँ चढाउनुलाई। मन्दिर परिसरमा पाइने टुप्पा नभएका बाँसका बोटहरू यहाँको अर्को विशेषता हो।
कथन अनुसार शिकार खेल्ने क्रममा बुढा सुब्बाले कागलाई हानेको मट्याङ्राले बाँसको टुप्पोमा लागेर भाँचियो र त्यस दिनदेखि त्यहाँ रहेको बाँसमा कहिल्यै टुप्पो पलाएन। केही समय अगाडिसम्म मन्दिर आसपासमा रहेका बाँसमा नाम लेख्दा माया प्रेम सफल हुन्छ भन्ने किम्बदन्ती रहेकाले मन्दिरमा दर्शन गर्न आएका तीर्थालुहरूले बाँसमा नाम लेखेर मात्र फर्कन्थे। तर बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संरक्षण गर्न हाल नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ। अहिले बुढा सुब्बा मन्दिरमा पूजा गरी बाँसमा धागो बाँध्ने चलन रहेको छ। यसरी धागो बाँध्दा प्रेमी प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने मान्यता रही आएको छ। बुढा सुब्बाको दर्शन गरेमा चिताएको पूरा हुने तथा सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ। यो बुढा सुब्बाको मन्दिरमा मलाई खासै चाहिँ त्यति थाहा छैन होइन। अब हाम्रोभन्दा अगाडिको र यतै बसिन्दाहरूले भनेको चाहिँ सुनेको छु होइन। अब यहाँ आउँदाखेरि आत्माको नि शान्ति हुन्छ, धेरै उयो भएको पनि शान्ति हुन्छ भनेको छ होइन। अनि अब कुनैले अब कति केमा अरू भाकाल गरेकोहरू होइन, यता चढाउँदा यता त्यता गर्दा बलिदानहरू दिँदा अथवा फुल फलेतहरू ल्याएर केही यस्तो त्यस्तो ल्याएर चढाउँदाखेरि हामीलाई आत्मालाई मनलाई शान्ति दिन्छ भनेको छ होइन। महत्त्व भनेको चाहिँ हाम्रो यहाँनिर धेरै नै चिताको कामहरू पुग्ने हुँदाखेरि अब अहिले सारा नेपाल अधिराज्यदेखि नै भक्तजनहरू चाहिँ आउने क्रमहरू चाहिँ जारी हुन्छ होइन। अनि त्यस आस्थाको केन्द्र चारधाममा उहाँ चाहिँ प्रथम जस्तै मानिएको छ। यहाँको पूर्वाञ्चलको धरानको विजयपुरको बुढो सुब्बा मन्दिर चाहिँ धेरै आस्थाको केन्द्र। यहाँ हर जातिको ताल पर्दा यहाँ सबै जातिहरू चाहिँ आएर चाहिँ यहाँ उहाँ आइपुग्नुहुन्छ। यहाँ बुढा सुब्बाले रक्षा गर्छन् भनेर थाहा छ, अब सुनेको छौँ। अनि पहिला आएर पनि गएको थियौँ होइन। अनि मनोकामना पुरा भयो, त्यही भएर आएको। सबैभन्दा पहिला त आफ्नो आत्मा भरोसा होइन, आत्मविश्वास। पहिला पनि कतिपटक हामी आयौँ, यहाँ आइराख्यौँ होइन। अब मागेका कुराहरू यहाँबाट होइन, इच्छा के मागिन्छ त्यो चाहिँ पुरा भएको कारणले गर्दा आइराख्छौँ हामी यहाँ। आस्था छ भगवानप्रति। हम इंडिया से आए हैं, हम धरान में मंदिर में दर्शन करने आए हैं और हमें आके यहाँ बहुत अच्छा लगा है और यहाँ पे बहुत सुकून मिलता है पूजा पाठ करने से। बुढा सुब्बा मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई सांस्कृतिक पहिचान, प्रेमको ऐतिहासिक धरोहर र नेपालको प्रमुख पर्यटकीय गन्तव्य पनि हो। धरान उपमहानगरपालिका 14 स्थित विजयपुर डाँडामा रहेको अर्को प्राचीन एवं पौराणिक शिव मन्दिर हो पिण्डेश्वर धाम। धरान बजारबाट सार्वजनिक वा निजी सवारी साधनद्वारा करिब 10-15 मिनेटको यात्रा गरेपछि पिण्डेश्वर धाम पुग्न सकिन्छ। पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतको थोपा अर्थात् पिण्ड यसै स्थानमा खसेको र त्यही अमृतको थोपा अर्थात् पिण्ड नै शिवलिङ्गको रूपमा विकसित भएको कारण यसको नाम पिण्डेश्वर रहन गएको मानिन्छ।
मन्दिर परिसरमा शिवलिङ्गसँगै वेदव्यास, कालभैरव, सरस्वती लगायतका अन्य देव-देवीका मूर्तिहरू समेत स्थापना गरिएका छन्। श्रावणको सोमबार, महाशिवरात्रि, तीज, बाला चतुर्दशी जस्ता पर्वहरूमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। वार्षिक झण्डै 6-7 लाख दर्शनार्थी पुग्ने अनुमान गरिएको यस मन्दिरमा श्रावण महिनामा मात्र करिब 4-5 लाख भक्तजन आउने अनुमान गरिएको छ। महादेव भनेको चाहिँ कस्तो भने देवताका पनि देवता, देवादिदेव महादेव भनिन्छ। बाबाको एउटा स्वरूप, एउटा पिण्डेश्वर बाबाको यहाँ मन्दिर हो यो होइन। पिण्डेश्वर नाम भन्ने कुराहरू कसरी रहन गयो भन्ने कुराहरू चाहिँ एउटा समुद्र मन्थनसँग चाहिँ यसको आबद्ध छ। समुद्र मन्थनबाट उत्पत्ति भएका चिजहरू 14 रत्नमध्येमा अन्तिम अमृतबाट उत्पन्न भएको नौनीको डल्लोबाट चाहिँ भगवान् नारायणले चाहिँ राखेको पिण्ड हो यो अमृत पिण्ड, यानि नौनीको डल्लो। अब यसको अलिक विस्तृतमा जाँदाखेरि अलिक समय लाग्ने भएको हुनाले मैले सर्टकटमा भनेको छु हजुरहरूलाई। भगवान् नारायणले स्वयं त्यो अमृतबाट चाहिँ निक्लेको नौनीको डल्लोलाई चाहिँ पिण्ड रूप भएर चाहिँ पिण्डेश्वर बाबा भनेर चाहिँ यहाँ शिवलिङ्ग स्थापना गरेको हो। त्यही भएर यो पिण्ड रूपी भएको हुनाले पिण्डेश्वर बाबा हुनुहुन्छ। यहाँ सबै ठाउँबाट चाहिँ यहाँ आउनुहुन्छ, पर्यटकको हिसाबमा आउनुहुन्छ। अब हाम्रो नेपालबाट पनि सुदूरपश्चिमदेखि लिएर यता सुदूर त हामी पूर्वमै छौँ हामीहरू, सबै ठाउँबाट चाहिँ भक्तहरू आउनुहुन्छ यहाँ। कोरोनाको समयदेखि अलिकति केही चिज अब सबैलाई संसारमा सबैतिर नै अब आपत आइपर्यो त्यतिखेर होइन। त्यसले गर्दाखेरि अलिकति त्यो उसले चाहिँ प्रतिबन्ध भएर चाहिँ अलिकति सबैले उसको लकडाउन भनौँ न एउटा उसले गर्दाखेरि अलिकति पातलिएर अलिकति कम भयो। यो पिण्डेश्वर बाबाधाममा चाहिँ विशेष गरी श्रावण महिनामा बोलबम मेला लाग्छ भने जस्तै अनि गणेश चौथी, तीज, दसैँ तिहार र बाला चतुर्दशीमा दिवंगत आत्माको चिर शान्तिको लागि भक्तजनहरूको उपस्थिति हुन्छ। पोसे औँसीमा पनि पितृ श्राद्ध गर्नको लागि भक्तजनहरू उपस्थित हुन्छन्। त्यसै गरी महाशिवरात्रि पूजा यहाँ सरस्वती सरोवर छ, सरस्वती पूजा सम्पन्न हुन्छ र चैत शुक्ल एक प्रतिपदादेखि चैत शुक्ल पूर्णिमासम्म पिण्डेश्वर रथ यात्रा पनि हामीले अस्तिको वर्षदेखि प्रारम्भ गरेका छौँ भने त्यसै गरी अक्षय तृतीयामा पनि हामी शिव पार्वती व्यायाम महोत्सव गर्छौँ। यसरी नै यो पिण्डेश्वरमा चाहिँ श्रद्धालु भक्तजनहरूको आगमन हुन्छ। विशेष गरी यहाँ शनिबार र सोमबार श्रद्धालु भक्तजनहरूको आगमन हुन्छ। संरक्षण र प्रबन्धनको लागि चाहिँ हामीले संरक्षण गर्नुपर्छ, यसको प्रचार गर्नुपर्छ भनेर हामीले नगरपालिका, प्रदेश, सङ्घमा कुरा गर्छौँ। विशेष गरी त श्रद्धालु भक्तजनहरू आउने बाटाघाटा राम्रो हुनु पऱ्यो नि त। अब मन्दिर चाहिँ भव्य छ, बाटाघाटा राम्रो छैन भने श्रद्धालु भक्तजनहरू आउँदैनन्। यहाँ फोहोर हुनु भएन, सरसफाइ हुनु पऱ्यो, सुरक्षा हुनु पऱ्यो। त्यो कुराहरूमा हामीले विशेष ध्यान दिएको छौँ र त्योभन्दा पनि बढी चाहिँ यो क्षेत्रको महत्त्वको, पिण्डेश्वरको महत्त्वको चाहिँ प्रचारहरू नेपालमा मात्रै होइन नेपालदेखि बाहिर पनि हुनु पऱ्यो भन्नको लागि हामीले किताबहरू पनि प्रकाशन गरेका छौँ। अब हामी डकुमेन्ट्रीहरू पनि बनाउने कोसिस गर्दैछौँ होइन। सबैभन्दा ठुलो आर्थिककै कुरो छ, त्यो आर्थिक व्यवस्थापन गरेर हामी चाहिँ यो मन्दिरको प्रचारमा सहयोग गर्नेछौँ भनौँ न। पिण्डेश्वर मन्दिर शान्त वातावरण, प्राकृतिक सौन्दर्यको कारण धार्मिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा उदाएको छ। पिण्डेश्वरमा पूजा गर्दा आध्यात्मिक खुसी तथा सुख प्राप्त हुने, मनको इच्छा पूरा हुने विश्वासका साथ आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यहाँको विश्वास चाहिँ के छ भनेदेखि हाम्रो अब पुर्खाहरू, अब बाबुबाजे, हजुरबा, हजुरआमाहरू, मम्मी ड्याडीहरू पनि आइराख्नुहुन्छ। विश्वास छ मन्दिरप्रति, भगवान्प्रति, अनि त्यस कारण मेरो पनि विश्वास भएको हुँदाखेरि म चाहिँ यहाँ आइराख्छु। अब कहिलेकाहीँ अब यस्तो विसहरू मागेको पुराहरू भयो भने चाहिँ आउँछु। अनि आज फेरि कति दिनमा म यहाँ आएँ होइन। अनि फेरि म चाहिँ विस मागेको थिएँ भाइलाई राम्रो होस् भनेर, र आज राम्रो भयो। अनि म त्यही भएर चाहिँ यहाँ आएँ। म चाहिँ अब शिवजीको पनि भक्त होइन, एकदमै धेरै मान्छौँ हामी। त्यो कारणले गर्दाखेरि अहिले घर आएको टाइममा चाहिँ अब जस पिण्डेश्वरीमा दर्शन गर्नाले चिताएको कुराहरू, मागेको कुराहरू चाहिँ सबै पुग्छ भन्ने एउटा विश्वास लिएर चाहिँ बेला बेलामा हामी आउने गर्छौँ। त्यही भएर आज दर्शन गर्न हामी हिन्दू धर्म भएको कारणले गर्दाखेरि हाम्रो विश्वास, आस्था रहेको छ। त्यस कारणले गर्दाखेरि मागेको कुरा पुरा हुन्छ
भन्ने विश्वास र पुरा भइरहेको पनि हामीले सुनिरहेको छौँ। त्यो कारणले गर्दा हामी दर्शन गर्न आएको हौँ। पिण्डेश्वर मन्दिर धार्मिक आस्थाको प्रतीक मात्र नभई यसले धरानको सांस्कृतिक पहिचानलाई पनि मजबुत बनाएको छ। विशेष पर्वहरूमा हजारौंको संख्यामा आउने पर्यटकहरूको कारण धार्मिक पर्यटनको माध्यमद्वारा स्थानीय रोजगारी प्रवर्धन र आर्थिक उपार्जनको प्रचुर सम्भावनाको ढोका समेत यसले खोलिदिएको छ। सुनसरी जिल्लाको अर्को प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो बराह क्षेत्रधाम। धरतीको पहिलो तीर्थका रूपमा परिचित तथा कोकाहा नदी र सप्तकोशी नदीको संगमस्थलमा अवस्थित यो स्थान हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्तै पवित्र मानिन्छ। स्कन्द पुराण, वराह पुराण र महाभारत लगायतका प्रमुख हिन्दू धार्मिक ग्रन्थहरूमा बराह क्षेत्रको वर्णन गरेको पाइन्छ। स्कन्द पुराणमा वर्णन गरिएका 12वटा प्रमुख बराह धाम मध्येको एक हो सुनसरी जिल्लामा अवस्थित बराह धाम। पौराणिक विश्वास अनुसार भगवान विष्णुले बराह अवतार लिएर हिरण्याक्ष नामक दैत्यलाई त्यही पराजित गरेका थिए। बराह क्षेत्रमा अवस्थित बराह मन्दिरमा रहेको भगवान बराहको मूर्तिमा दर्शन र पूजा आजाका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू अत्यधिक श्रद्धाका साथ पुग्ने गर्दछन्। बराह मन्दिरको दर्शन गरे पितृहरूले मोक्ष पाउने तथा आफ्नो मनोकामना समेत पूरा हुने जनविश्वास रहिआएको छ। यहाँ आएपछि चाहिँ अब हामीले आफ्नो भित्र मनदेखि चिताएको कुरा चाहिँ अलिकति शुद्ध हृदयले चितायौँ भने चाहिँ त्यो सबै पुरा हुन्छ भनेर चाहिँ मानिने गर्दछ। अनि त्यसैले त्यो मानिने मात्रै होइन, मैले चाहिँ धेरैचोटि मागेको कुराहरू चाहिँ पुरा भएको छ क्या। अलिकति आफ्नो शुद्ध सबै कुरा अब मैले राम्ररी गरेको छु र मैले राम्रो भित्र मनदेखि मागेको छु भने चाहिँ सबै कुराहरू चाहिँ पुरा भएको हुन्छ। त्यसैले म यहाँनिर म मात्रै होइन, मेरो बाबा मामु सबैजना यहाँनिर दर्शन गर्न आउँछौँ हामी यता आएको बेलामा। आफूले मनदेखि चाहेको हरेक कुरा चाहिँ पुरा हुने गर्छ भनेको हामीले पहिल्यैदेखि नै सुन्दै आएको, अनि आफूले यहाँ आएर अनुभव पनि धेरै पटक गरिसकेको। अनि यहाँको मन्दिरको चाहिँ एकदमै विश्वास लाग्छ। अनि आफूले केही काम गर्नुभन्दा अगाडि चाहिँ हामी यहाँ धेरैचोटि हाम्रो फ्यामिली नै आएर पनि हामीले पूजाहरू गरेका छौँ। अनि त्यो सबै मनोकामनाहरू पुरा भएकोले चाहिँ यहाँको मन्दिरमा हामीलाई एकदमै विश्वास लाग्छ। अनि त्यसको लागि हामी यहाँ धेरै पटक आइरहेको हुन्छौँ। आफूले केही नयाँ कामहरू सुरु गर्दाखेरि चाहिँ हामी यो मन्दिरलाई चाहिँ सम्झिने गर्छौँ जहिले। यहाँ मेरो जन्मै यहीँ भएको कारणले पनि हामी अब चाडपर्वमा जहिले पनि आएर भगवानको पाउमा पर्ने गरेका छौँ। गाउँ टोलवासी सबै नै आउँछन् यहाँ भने हामीले चिताएको जुन मागेको कुराहरू हामीले जुन विश्वास गरेका छौँ त्यो अहिलेसम्म पुरा पनि भएको छ। अब कतिपय भक्तजनले आउनुहुन्छ, हामी सोध्छौँ बुझ्छौँ, उहाँहरूसँग सोध्छौँ, उहाँहरूले भन्नुहुन्छ हाम्रो यो पोहोर आउँदा चाहिँ हामीले यस्तो चाहिँ एउटा आस्था राखेर आएको थियौँ, हामीले माग राखेको थियौँ भगवान्प्रति, हाम्रो पुरा भयो, हामी खुसीले पनि दर्शन गर्न आएको छौँ भन्ने कुरा उहाँहरूसँग मैले धेरै सुन्न पाएँ। धरतीकै पहिलो तीर्थधाम, अब यहाँ हरेकहरू आएर आफ्नो पितृ श्राद्ध गर्दैछन्, पितृको लागि दिनुपर्ने अर्पणहरू गर्नेछन्। जस्तै किराँत धर्मावलम्बीहरू पनि विशेष गरेर तल्लो त किराँत धर्म मान्नेहरू पनि छन्। जस्तै हाम्रो राईहरू आठपरे राई धनकुटाको विशेष उहाँहरूको मरेर गइसकेपछि यहाँ आएर कोसीमा बगाउँदा हाम्रो पितृले पाउँछन् भन्ने त्यो भएकोले गर्दा किराँतहरू पनि बेसी गरेर मुन्दुम धर्म धामीहरू मुन्दुम गाएर यहाँ पूजापाठ गर्ने कोकामा धेरै छन्। अहिले अब किराँत धर्मको लागि एउटा मुन्दुम धर्मको लागि पनि अब जेस मन्दिर समितिले योजनामा ल्याउनु भएको छ यसपालि। उहाँहरूले अब भनौँ न समितिले किराँत धर्मावलम्बीहरूलाई पनि उहाँहरूको एउटा आफ्नो कार्यअनुसार अनि संस्कार संस्कृति अनुसार अब मुन्दुम अनुसार चाहिँ उहाँहरूको एउटा ठाउँ राखिदिने
ठाने चाहिँ बनाइदिने भन्ने खालको सोच राखेका छन्। बराह क्षेत्रमा विशेष गरी साउन महिना, कार्तिक पूर्णिमा, हरिबोधिनी एकादशी तथा मकर सङ्क्रान्तिमा ठूलो संख्यामा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। मकर सङ्क्रान्तिको अवसरमा आयोजना हुने बराह क्षेत्र मेलालाई कोशी प्रदेशकै सबैभन्दा ठूलो धार्मिक मेला मध्येको एक मानिन्छ। यो त्यसको महत्त्व त यसको यति महत्त्व छ, यति महत्त्व वर्णन गर्दा सकिँदै सकिँदैन। त्यही पनि कसरी धरतीको पहिलो तीर्थस्थल भयो, यो बराह चाहिँ कसरी नामकरण र यसको महत्त्वपूर्ण छ। कुनै समयमा हिरण्याक्ष नाम राखेको चाहिँ पृथ्वीलाई चाहिँ आफ्नो अधीनमा राखेर उसले चाहिँ यसलाई चाहिँ आकाशगङ्गामा चाहिँ सूर्यमण्डलबाट विहीन बनाएर राखेको थियो। त्यस समय पृथ्वी थिएन र ब्रह्माजीले आफ्नो पुत्रलाई के भने तिमीहरू सृष्टि गर भन्दाखेरि शिवले आफ्नो किसिमले सृष्टि गर्नुभयो, सबैले आफ्नो सृष्टि गर्दा तर सृष्टि पूर्ण रूपमा हुन सकेन। त्यहाँ ब्रह्माजीलाई ऊ भयो र ब्रह्माजीले आफ्नो अन्तिममा पुत्रले भन्नुभयो, हेर अब तिमी यस्तो सृष्टि भएन, कसै शिव के अपुरुष छ, कसै शिव के अपुरुष छ, तर तिमीहरू पनि एउटा मानव सृष्टि गर र मैथिली प्रक्रियाबाट जुन प्रजनन प्रक्रिया सृष्टि तिमीहरू प्राणी सृष्टि गर भन्दाखेरि उहाँले आफ्नो पुत्रलाई भन्दाखेरि पुत्रले भने पिताजी हाम्रो पृथ्वी बस्न लायक पृथ्वी भूमि हो, अन्य ग्रहहरूमा विभिन्न किसिमको पिण्डहरू त छन् तर त्यसमा कुनै न कुनै कमी छ, सम्पूर्ण कमी भयो सम्पूर्ण पूर्ण भएको चाहिँ प्राणी बस्न लायक पृथ्वी भूमि हो, तर हाल पृथ्वी छैन र हामीले उत्पादन गरेको सन्तानले राख्ने ठाउँ हामीले दिलाउनुहोस् भन्दाखेरि ब्रह्माजीले भन्नुभयो पृथ्वी कहाँ गयो भन्दाखेरि उनीहरूले भने हिरण्याक्ष नामबाट तिम्रो पुत्रले नै रसातल डुबाएर राखेको छ। त्यस समय ब्रह्माजीले नारायणको ध्यान गर्नुभयो। नारायण ध्यान गर्दाखेरि ब्रह्मलोकमा नै पृथ्वी थिएन, ब्रह्मलोकमा नै भगवान् नारायणले ब्रह्माजीको नाकबाट बराह बँदेर सुँगुर अवतार प्रकट हुनुभयो। पृथ्वीलाई खोज्दै रसातल जानुभयो, त्यसपछि जलमा उठाउनुभयो, पृथ्वीको हिरण्याक्ष वध गर्नुभयो, यस क्षेत्रमा आएर बस्नुभयो। यो बराह क्षेत्रको नामकरण सुरेन्द्रनगर। त्यसपछि भगवान् बराह जुन जुन ठाउँमा जानुभयो त्यहाँ विभिन्न किसिमको तीर्थहरू बन्द गए, विभिन्न किसिमको ठाना तीर्थ बन्द गए। त्यसकारण तीर्थको पनि प्रमुख तीर्थ भनेर बराह क्षेत्र प्रमुख तीर्थ मानिन्छ, किनभने त्योभन्दा अगाडि पृथ्वी नै थिएन। त्यसले बराह धरतीको पहिलो तीर्थस्थल भनेर हाम्रा विभिन्न सनातनी मतका धार्मिक ग्रन्थले यसमा पृथ्वीको बाहिर मानव सृष्टिको पहिलो थलो र तीर्थहरूको पनि तीर्थको राजा तीर्थको प्रमुख तीर्थ बराह भनेर पहिलो तीर्थ भनेर वाल्मीकि रामायण ब्रह्मपुराण आदिमा चाहिँ वर्णन गरिएको छ। अब यसको महत्त्व चाहिँ भगवान् बराह विष्णु उहाँ सात्विक प्रेम हुन्छ, उहाँ प्रेमका मूर्ति मानिन्छ। उहाँले जुन घरमा परिवार विखण्डन चलेको छ, आजको विश्व यस्तो भयावह स्थितिमा छ, परिवारहरू एक बेमेल छ, के छ, मानसिक शान्तिको लागि ईश्वरको मानिन्छ र बराह भगवान्ले चाहिँ कोकाएर बढ्दैछ। तिम्रो हेर कोका जसरी मेरो जल तिम्रो जलले मलाई चाहिँ जल चढाउँछ, त्यसको पारिवारिक मिलन होस्, पारिवारिक मन शान्ति होस्, त्यसका पितृहरू तरोस् भनेर यावत कामना लिएर आउनुहुन्छ। र जसले पनि आउनुहुन्छ भक्तजन ठुल्ठुलो धेरै अभिशालाहरू भक्तजन आउनुहुन्छ। यो कारणले आउँछौँ भन्ने छैन त। कोही आफ्नो पितृहरू मुक्ति दिन आउँछन्, आफ्नो सन्तान परिवेशन, कोही आफ्नो सन्तानहरू सुख भएर आउँछन्। अब त्यसरी यति भयो भन्ने छैन। महत्त्व बढाउन त सानो उयो गर्न सकिन्न, धेरै टाइम लाग्छ। तर पनि विभिन्न किसिमले भएको लिएर आउनुहुन्छ। कहीँ पितृको नाममा बत्ती बाल्न आउनुहुन्छ, कहीँ आफ्नो साथ व्रत गर्न आउनुहुन्छ र विभिन्न किसिमको आफ्नो किसिमले पितृ तर्पण आदि गर्न आउनुहुन्छ। विभिन्न आफ्नो भाकल पूर्ण गर्न, आफ्नो मनोकांक्षा पूर्ण गर्नको लागि र मनमा लागेका कुराहरू जस्तो मनमा संसारमा आफूले व्यक्त गर्न नसकेको कुरा पनि भगवान्लाई भावना व्यक्त गर्नुहुन्छ। र यहाँको प्रमुख भनेकै सप्तकोशी जल चढाउने, तुलसी पूजा चढाउने, सात्विक पूजा हुनाले यहाँ चाहिँ विशेष गरी मनमा क्लेश मानसिक शान्तिको लागि पूजा गर्न आउनुहुन्छ। बराह क्षेत्र हरियाली वन, नदी तट तथा जैविक विविधताले भरिएको क्षेत्र हो। पर्यटकहरूका लागि नदी किनारमा डुङ्गा सयर, पिकनिक, फोटोग्राफी तथा प्रकृतिसँगको सामिप्यता विशेष आकर्षणका रूपमा रहेका छन्। सुनसरीको धरानबाट करिब 25 किलोमिटरको दूरीमा रहेको बराह क्षेत्रधाम निजी वा सार्वजनिक यातायातद्वारा सजिलै पुग्न सकिन्छ। इटहरीदेखि करिब 7 किलोमिटर पश्चिम पकलीबाट रामधुनी चतरा हुँदै पनि बराह क्षेत्र पुग्न सकिन्छ। विशेष गरी भारतबाट चाहिँ धेरै मान्छेहरू आउने गर्छन्। उहाँहरूको सुख सुविधा यहाँको चाहिँ कुनै पनि धार्मिक कर्म गर्नको निमित्त भनेर हामीले चाहिँ जस्तो बराह श्राद्ध स्थलहरू बनाएका छौँ होइन। त्यसै गरी चाहिँ विभिन्न ठाउँमा चाहिँ बिहे व्रतबन्ध त्यसै गरी अन्य धार्मिक कर्महरू गर्नको लागि चाहिँ हवन कुण्डहरू निर्माण गरेका छौँ। बस्नको लागि धर्मशालाहरू निर्माण गरेका छौँ।
फ्री खाना बस्नको लागि भनेर चाहिँ हामीले माथि भूबरा नक्षत्रको पनि निर्माणहरू गरेका छौँ। त्यसै गरी धेरैभन्दा धेरै मान्छेलाई अझ सुविधा दिउँ भनेर सुविधा सम्पन्न धर्मशाला लगायत हामीले चाहिँ अन्य सशुल्क निशुल्क खाना भोजनालयहरूको व्यवस्थापन गरिराखेका छौँ। र यहाँ आइसकेपछि मान्छेले अब बराक क्षेत्रमा आइसकेपछि मान्छेले एउटा विश्वास भनेको कुरो के हुन्छ भने यहाँ एउटा विश्वासले आउँदा मान्छे जस्तो कसैले भनिदिने एउटा मोबाइलमा हेर्ने किताब पढ्ने र एउटा किताब पढेको भरमा चाहिँ मान्छे यहाँ आएर चाहिँ जल चढाउने र चाहिँ फर्केर जाने अहिले विशेष गरी प्रचलन छ। तर हामीले चाहिँ अहिले पछिल्लो समय चाहिँ के को विकास गर्दैछौँ भने यहाँ आइसकेपछि दर्शन पूजन सँगसँगै मान्छेले चाहिँ ध्यान गरेर भगवान्लाई सम्झेर एउटा आस्थाले चाहिँ त्यो कुरोहरू गरेर जानुपर्छ भन्ने हिसाबले अहिले हामीले अध्यात्मको विकासको निमित्त भनेर यस ठाउँमा चाहिँ आस्थाले मान्छे त्यहाँ दर्शन पूजन गरिसकेपछि ध्यान गरेर भगवान्लाई सम्झेर जानुपर्छ भनेर चाहिँ एउटा ध्यान पार्कको पनि हामीले विकास गर्दैछौँ र त्यसले गर्दा हाम्रो अध्यात्मलाई पनि अलि माथि उठाएर लाने ठुलो एउटा सम्भावना पनि छ। र त्यो सँगसँगै हामीले जुन कोकाजल आज विश्वले चाहिँ गङ्गाजल भनेर विश्वलाई चाहिँ बेचिराखेको छ, जो जल शान्तिको एउटा प्रतीक पनि मानिन्छ। गङ्गा भनेको आफैमा पवित्रता हो, त्यसै गरी कोकाजल भनेको पनि आफैमा एउटा पवित्रता हो। त्यसले गर्दा यो जललाई चाहिँ विशेष किसिमको प्रस्तुतिकरण गरेर चाहिँ विश्वलाई हामीले त्यो जल चाहिँ गर्न सकिन्छ, जसले गर्दा एउटा शान्ति पनि फैलाउन सकिन्छ, अध्यात्मलाई पनि हामीले सारा फैलाउन सकिन्छ। त्यसले गर्दा यो जललाई पनि हामीले अब एउटा हामी यो व्यवस्थापन समिति मिडिएटर बनेर यसलाई चाहिँ हामीले चाहिँ प्याकेजिङको व्यवस्था पनि हामीले गरिराखेका छौँ यहाँबाट। बराह क्षेत्र धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थल हो। हिन्दू धर्मावलम्बीहरूका लागि विशेष आस्था र श्रद्धाको केन्द्रको रूपमा रहेको यस क्षेत्रले नेपालको धार्मिक पर्यटन प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। पूर्वाधारको विकास तथा वातावरणीय संरक्षणका पहलहरू मार्फत बराह क्षेत्रलाई अझ व्यवस्थित बनाउने हो भने यसले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको छ। सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर 4 मा अवस्थित रामधुनी मन्दिर कोशी प्रदेशको अत्यन्तै चर्चित पर्यटकीय स्थल मानिन्छ। सुनसरीको झुम्का बजारदेखि करिब 7 किलोमिटर पश्चिममा पर्ने धुनीवनमा अवस्थित रामधुनीमा भगवान रामले धुनी जगाएको भन्ने धार्मिक विश्वास रहिआएको छ। किम्वदन्ती अनुसार त्रेता युगमा रामचन्द्र वनवास आउने क्रममा रामधुनीमा धुनी जगाएर एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एकजोर खराउ समेत छाडी गएको भन्ने पौराणिक भनाइ रहँदै आएको छ। आफ्नो ध्यानलाई पूर्ण गर्न बसेका बाबा बनखण्डी नाम गरेका योगीले रामचन्द्रको पाउ स्पर्श भएको यस पवित्र भूमिमा रामचन्द्रले जगाएका अग्निलाई निभ्न नदिई त्यसबाट प्राप्त भएको विगुत अर्थात् खरानी प्रसादको रूपमा वितरण गर्ने प्रचलन सुरु गराएका थिए। भगवान रामले सुरु गर्नुभएको त्यही धुनी निरन्तर बलिरहेको विश्वास गरिन्छ। कथम कदाचित धुनी निभिहालेको खण्डमा धरानस्थित पिण्डेश्वर मन्दिरको अखण्ड दीपबाट अविरल आगो ल्याएर पुनः प्रज्वलन गरिने प्रचलन छ। रामधुनीमा अवस्थित धुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ।
धुनी मन्दिरमा सधैँ एउटा साँझको मुडो सल्काएर राखिन्छ र जलिरहेको त्यही मुडोको खरानीलाई नै त्यहाँको देव प्रसाद मानिन्छ। रामधुनीको यसको नामाकरण त्रेता युगमा भगवान रामले यहाँ आगो बालेर जानुभएको छ। यहीँबाट जनकपुर जानुभयो त्यो धनुष युगमा, त्यसैले राम भगवान स्वयं आएर यहाँ बाल्नु भएको छ। त्यसैले रामधुनी भनिन्छ। बाबा बनखण्डी उदासीन निर्वाणहरू यसको संरक्षण गर्नुभएको रहेछ उदासी सम्प्रदायले। त्यसैले आज उदासीहरूको यो मुख्य पावन भूमि हो। रामको धुनी त बालेर जानुभयो, अब यसलाई संरक्षण कसले गर्ने भने त उदासी समुदाय। अनि उहाँहरूले नै अहिले बाबा बनखण्डी, श्रीचन्द्रजी महाराज, प्रितमदास, अन्य सबै सन्तहरू आएर यसलाई संरक्षण गरिरहेको छ। आजसम्म यो धुनी बोलिराखेकै छ। स्वच्छ मनले आफ्नो मनकामना गर्ने पुरा हुन्छ। यो रामधुनीमा धेरैलाई भएका छन्। अनि त्यसैले धेरै प्राय यो मनकामना धेरै गर्नेहरू नै प्राय आउँछ, हेर्न पनि आउँछ। विभिन्न किसिमको पर्यटकहरू गर्नुभएको छ। जस्तो सुगरको भयो होइन, बाबासिरको पनि निको भएको छ। त्यहाँको सन्तान नभएका उसलाई पनि सन्तान प्राप्त भएको छ। जो बच्चा 9 वर्षसम्म नबोलेको इलामबाट आउनुभएको रहेछ। अनि यहाँ आएर मेरो नाति 9 वर्ष भयो, बाबा बोलेन, अनि यही विभूति परेर दिएको। अब यहाँबाट बडा क्षेत्र जानु हो, त्यहाँ लडेपछि आमा गर्नुभयो। त्यसैले हामीले थाहा भयो कि मतलब यहाँ आएर निको हुन्छ भनेर। यो निको हुन्छ यो। घना साल र आँपको जङ्गलले घेरिएको शान्त वातावरणमा धुनी मन्दिर अवस्थित छ। रामधुनी परिसरमा रहेको पोखरीमा भगवान राम, सीता, लक्ष्मणले स्नान गरेका थिए भन्ने जनविश्वास रहिआएको छ। श्रद्धालु भक्तजनहरूले आज पनि त्यस पोखरीको पानीलाई पवित्र जल मान्ने गरेका छन्। मन्दिर परिसरमा अष्ट चिरञ्जीवीको मन्दिर, बाबा बनखण्डी, शिवलिङ्ग साथै राम, हनुमान र कृष्णको मूर्तिहरू रहेका छन्। मन्दिर परिसरमा गौशाला समेत रहेको छ। रामनवमी, विवाह पञ्चमी, बाला चतुर्दशी जस्ता पर्वहरूमा लाखौं श्रद्धालु भक्तजनहरू नेपाल, भारत र भुटानबाट आउने गर्दछन्। अनि खासमा हामी त्यहाँ किन आउँछौँ भन्दाखेरि जुन हामीले अब के अरे माग्दै आएको चिजहरू पुरानै भइरहेको छ क्या, अझैसम्म त्यस्तो नराम्रो केही पनि छैन, पुगेकै छ। अनि त्यही भएर आफूले सम्झिन्छौँ, बेला बेलामा यहाँ दर्शन गर्न आउँछौँ। आफ्ना कामना पुरा हुन्छ भन्ने विश्वासले आफ्ना भावी सन्तान सबलाई राम्रो गरिदेऊन्, हामीलाई जस्तै भनेर लाउँदैछौँ। घरमा सन्त सुविस्ता, रोग भेद केही नलागोस्, धुनी राम्रो होस्, आफूलाई मन सन्तोक होस् भनेर आएको। मनको शान्ति हुन्छ, मनलाई अलिक हुन्छ, यसो दुःख बुझिन्छ। संसार हेरेर पनि मान्छेले चित्त बुझाउँछन्। विश्वासिलो छ रामधुनी। भनौँ न यो 1 सालदेखि नैको हो यो रामधुनी। म अहिले 82 वर्षको भएँ। रामधुनी अहिलेसम्म छँदैछ। राम्रो झन् बढ्दै जाँदैछ। भगवानको रामको यहाँ भएकाले गर्दाखेरि, रामको नामले गर्दा धेरै उन्नति बढ्दैछ। यो रामधुनी मन्दिर चाहिँ आज मेरो कान्छो छोराको बर्थडे भएकोले यसो भगवानको दर्शन गर्न भन्ने लिएर आएको हो। यो चाहिँ अब पौराणिक यसको चाहिँ विशेषता अलग्गै छ। अब धेरै पहिला चाहिँ राम भगवान चाहिँ वनवास हुँदाखेरिको चाहिँ रामधुनीमा चाहिँ आएर धुनी बालेर चाहिँ बसेको भने पौराणिक कथा अनुसारले चाहिँ त्यही चाहिँ अब छ। त्यसै कारणले चाहिँ यसो दर्शन गरौँ भनेर आएको। एउटा आस्था, एउटा भगवान विश्वास, एउटा भगवानको आनन्द पनि हो, एउटा विश्वास पनि हो। भगवानको दर्शन गर्दा अब केटाकेटीलाई एउटा मनको शान्ति पनि हो।
एकान्त स्थलमा रहेको उक्त मन्दिर परिसरमा चोरी, लुटपाट तथा अन्य दुर्व्यवहार हुने गरेका घटनाहरू आजसम्म भएका छैनन्। सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएका कारण श्रद्धालु भक्तजनहरू निर्धक्कले मन्दिर परिसरमा गएर दर्शन गर्न सक्ने सुरक्षा व्यवस्था मिलाइएको छ। यो सुनसरी जिल्ला अलिकति धार्मिक रूपले र जातीय रूपले चाहिँ सबैको सामूहिक हैन संयुक्त थुका फुल्का हामी भने जस्तै अझ धेरै सामूहिक भावनाको जिल्ला हो यो। र धर्मसँग जोडेर सुरक्षा संवेदनशीलता नबढोस् भन्ने कुरामा चाहिँ सबै पालिकाहरू अति संवेदनशील, अलिक अधिक जिम्मेवारी साथ काम गरिरहेको अवस्था छ। त्यसकारणले धर्मबाट उत्पन्न विवादसँग चाहिँ कहिले पनि कसैले पनि आफ्नो इगोको रूपमा नलिकन प्रहरीसँगको निरन्तर समन्वय र सहकार्य भइरहेको जिल्ला हो सुनसरी। यहाँको बहुधार्मिक विशेषता र बहुजातीय विशेषताको कारणले गर्दाखेरि तर कसैले पनि धर्मलाई चाहिँ विवादको विषयवस्तु नबनाउने अहिलेको बढ्दिँदो परिस्थितिको कारणले गर्दाखेरि पनि त्यस्ता इस्युहरू त आएको छैनन्। तर नआउन सकिँदैन, नआउने भन्ने कुरो पनि आउँदैन। तर के छ भने अहिलेसम्म कुनै पनि पर्यटकहरू चाहिँ त्यो लेभलको अप्ठ्यारोमा परेको अवस्था छैन। सुनसरी जिल्लामा हामीले कोशी ब्यारेजमा भान्टाबारी नाका, अब इभन भन्नुपर्दाखेरि त सबैभन्दा बढी पर्यटन आउने गन्तव्य अथवा नाकाको रूपमा चाहिँ मोरङको नाकालाई मानिन्छ भने त्यहाँ पनि हामीले पर्यटन प्रहरीको कन्सेप्टले अहिले प्रदेश सरकारसँगको समन्वयमा काम सुरु भएको अवस्था छ हैन। भने अहिले हाम्रो सुनसरीको हकमा पनि बराह क्षेत्रमा बेस बनाएर पर्यटन प्रहरीहरू बस्नुभएको छ र एकद्वार प्रणालीबाट पर्यटनमा आएका कुनै पनि पर्यटकको रूपमा आएको कुनै पनि इन्डियन सवारी साधन होस् या अन्य कुनै सवारी साधनलाई एकै ठाउँमा उसले सबै खाले सुविधा पाइयोस् भनेर अहिले आन्तरिक मामला तथा कानुन मन्त्रालयको सहकार्यमा प्रहरीले अहिले भान्टाबारीमा उहाँहरूको लागि सहयोग डेस्क पनि खडा गरेको अवस्था छ। जस्तो सुनसरीको हकमा सम्पूर्ण धार्मिक स्थलहरूमा 24 घण्टा सेक्युरिटी छ हो। विशेष खाले पर्वमा चाहिँ हामीलाई प्रदेश प्रहरी कोशी प्रदेश प्रहरी कार्यालयबाट आएको जनशक्तिलाई हामी त्यहाँनिर एउटा स्ट्राइकिङ बेसकै रूपमा सुरक्षा बेसकै रूपमा हामी सेवा दिइरहेको अवस्था छ। म सुनसरी जिल्ला प्रमुखको हैसियतले तपाईँहरूलाई सुनसरीभित्र चाहिँ म प्रमुख भए तापनि नभए तापनि है तपाईँहरूले सुनसरी प्रवेश गर्नु हो भने चाहिँ सम्पूर्ण पर्यटकले अप्ठ्यारो पर्दा चाहिँ मलाई सम्झिँदा हुन्छ भने अहिले त म जिम्मेवार व्यक्ति हुँ र उहाँहरूको सम्पूर्ण समस्याको साथी हुँ। समस्या पर्दैन यो कुरोको ग्यारेन्टी छ। तर पनि कहिलेकाहीँ केही समस्या, केही बाधा अवरोध, कुनै केही फटाइ हैन पर्यटन भन्ने बित्तिकै आर्थिक प्रलोभनसँग जोडिन्छ, विभिन्न खाले झुटा मुद्दासँग जोडिन्छ। हो यस्ता तरिकाका समस्या आयो भने पर्यटनको हकमा हामीले एकदम निष्पक्ष छानबिन लगायतका अनुसन्धान गर्छौँ र उहाँहरूलाई सहयोग गर्छौँ नि। रामधुनी धार्मिक, ऐतिहासिक र त्रेता युगको पौराणिक विश्वास समेटिएको पर्यटकीय क्षेत्र हो। मौलिक संरचनाको जगेर्ना, पूर्वाधारको विकास एवं मन्दिर परिसर वरपर होटल र होमस्टेको विकास गर्न सके रामधुनीलाई कोशी प्रदेशको अयोध्याको रूपमा विश्वमाझ परिचित गर्न सकिन्छ।